सीन राम्रो छ कि छैन भनेर पत्ता लगाउनलाई चाहिँ एउटा सिम्पल टेस्ट छ। सीनको एन्डमा के चेन्ज भयो। धेरै स्क्रिप्टहरुमा सीन हुन्छ, डायलग हुन्छ, क्यारेक्टरहरु बोल्छन्, के हुन्छ, सीन सकिन्छ, तर स्टोरी जहाँको त्यही हुन्छ। त्यो सीनले के चेन्ज गर्यो त? के क्यारेक्टरले नयाँ इन्फर्मेसन पायो, रिलेसनशिप चेन्ज भयो, कि कसैको सिक्रेट बाहिर आयो, कि पावर डायनामिक्समा केही चेन्ज भयो, क्यारेक्टरले के डिसिजन लियो र त्यसले गर्दाखेरि चाहिँ सिचुएसन कसरी कम्प्लिकेट भयो त? केही न केही चेन्ज चाहिँ हुनैपर्छ। सीन भनेको एउटा कन्भर्सेसन मात्र होइन क्या, सीन भनेको एउटा ठुलो स्टोरीको एउटा युनिट हो र त्यो आफैमा पनि एउटा स्टोरी जस्तो हुनुपर्छ। सीनको स्टार्टिङमा एउटा मुड हुन्छ, एउटा स्टेट हुन्छ जुन चाहिँ सीनको एन्डसम्ममा चेन्ज हुनुपर्छ। यदि चेन्ज भएन भनेदेखि चाहिँ त्यो सीनको स्क्रिप्टमा केही काम छैन। फर इक्जाम्पल, दाजुभाइ डिनरमा गफ गरिरहेको छन्, त्यो एउटा स्टोरी होइन, त्यो एउटा सीन होइन, त्यो एउटा सिचुएसन हो। अब त्यो सीन कसरी बन्छ त भन्दाखेरि दाइले जग्गा बेच्न खोजिरहेको छ, भाइ त्यो चिज चाहँदैन, नबेच्नु भन्छ कि त अंशबन्टा गर्न चाहन्छ। यो विषयमा उनीहरूको बिचमा कुराकानी हुन्छ अनि अन्त्यमा के रिभिल हुन्छ भन्दाखेरि चाहिँ दाइले त त्यो जग्गा बेचिसकेछ। अब चेन्ज भयो, इन्फर्मेसन चेन्ज भयो, रिलेसनशिप चेन्ज भयो, पावर चेन्ज भयो। त्यसैले सीन लेखिसकेपछि एकचोटि आफूलाई सोध्नुहोस्, सीनको बिगिनिङमा के अवस्था थियो, मुड के थियो, उनीहरूको बिचको रिलेसनशिप के थियो र त्यो अन्त्यसम्म जाँदाखेरि के चेन्ज भयो। यदि केही पनि चेन्ज भएको छैन भने चाहिँ त्यो सीन होइन, त्यसलाई स्टोरीमा नराख्दा पनि हुन्छ। यदि तपाईसँग अलरेडी एउटा स्क्रिप्ट छ अथवा एउटा ट्रिटमेन्ट छ, एउटा ड्राफ्ट छ, तर त्यसमा सीन अगाडि बढिरहेको छैन, केही न केही प्रब्लम भइरहेको छ, त्यो फिगर आउट गर्न सकिरहनु भएको छैन भनेदेखि चाहिँ मैले एउटा स्क्रिन राइटिङ ल्याब अथवा क्लास सुरु गर्दैछु, राइटर्स रुम विथ सिद्धार्थ पुडासैनी भनेर। त्यसमा तपाईँहरूले आफूले लेखेको स्टोरी स्क्रिप्टलाई लिएर आउन सक्नुहुन्छ र त्यसलाई हामी एउटा प्रोडक्सन रेडी राम्रो स्क्रिप्टको रूपमा डेभलप गर्नेछौँ। तपाईहरु यो राइटर्स रुममा सहभागी हुन चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईहरुले कमेन्टमा राइटर्स रुम भनेर लेखिदिनुस्, म तपाईहरुलाई मेसेजमा सबै डिटेल्सहरु पठाइदिन्छु।